यो भिडियो चाहिँ स्पेसली हाम्रा नेपाली दाजुभाइहरूका लागि जो चाहिँ खाडी मुलुकमा 50 डिग्री सेल्सियसमा बाहिर काम गरिरहनु भएको छ। हामीहरू सबैजना आफ्नो देश छोडेर परिवार छोडेर कमाउनका लागि आएको हुन्छौँ। यति चर्को घाममा 50 डिग्री सेल्सियसमा काम गर्दै गर्दा तपाईँले आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुपर्ने हुन्छ। अहिले युए तथा जुनसुकै खाडी मुलुकमा पनि 50 डिग्री भन्दा माथि चर्को घाम लागिरहेको खण्डमा तपाईँले आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुपर्ने हुन्छ। धेरैभन्दा धेरै मात्रामा तपाईँले पानी पिउनु होला, नत्र तपाईँलाई हिट स्ट्रोक यानि कि लु लाग्न सक्छ। लु लागेको खण्डमा तपाईँले कस्तो कस्तो लक्षण देखा पर्छ त? यदि तपाईँले लु लागेमा धेरै गर्मीको कारणले तपाईँको शरीर 40 डिग्री सेल्सियस भन्दा बढी तातो हुन्छ तर तपाईँलाई पसिना आउँदैन। तपाईँको एकदमै टाउको दुख्ने हुन्छ, तपाईँको मांसपेशीहरू बौडिने, तपाईँको शरीर काप्ने हुन्छ र तपाईँको नाकबाट रगत आउने नै हुन्छ। तपाईँको मुटुको धड्कन पनि एकदम तीव्र गतिमा चल्छ। तपाईँले हेलचेक्राइ गर्नुभयो भने तपाईँ बेहोस समेत हुनुहुन्छ। त्यसैले जतिजना पनि यति चर्को घाममा काम गरिरहनु भएको छ सबैले आफ्नो स्वास्थ्यको ख्याल गरौँ। यस्तै यस्तै इन्फर्मेसनका लागि मलाई फलो गर्दै गर्नुहोला। मेरो भिडियोलाई लाइक, सेयर र सेभ पनि गरिदिनु होला। धन्यवाद।